माको फटा हो। त्यो माको फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धियो त्यो चाहिँ। उहाँको किताब प्रत्येक धरानेको घरमा हुनुपर्छ भन्ने म हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक आह्वान गर्न चाहन्छु। धरानले अरू पालिकाहरूले भन्दा सबैभन्दा धेरै उहाँको किताब किनिदिनुपर्छ। हामी तयार छौँ है। बरु एक छाक खाना नखाउँदा भन्न मिल्दैन होला, खाजा नखानु है। तर उहाँको एउटा किताब चाहिँ तपाईँको घरमा हुनुपर्छ। उहाँ के को लागि चाहिँ एउटा किताब बोकेर आइराख्नु भएको छ यहाँ। उहाँ अमेरिकामा बस्न सक्नुहुन्थ्यो, अस्ट्रेलियामा बस्न सक्नुहुन्थ्यो, जहाँ गए पनि उहाँ बस्न सक्नुहुन्थ्यो। तर उहाँ अहिले किन यसरी चाहिँ घुमिराख्नु भएको छ भन्दाखेरि उहाँले डुब्दै गरेको यो देशको अर्थतन्त्रलाई उठाउनका लागि एक्लै भए पनि म सङ्घर्ष गर्छु भनेर लागिराख्नु भएको छ। भाषण गरेर मान्छेलाई जागरुक बनाउँछु भनेर चाहिँ भ्रमको पछाडि लागिरहेको। त्यसले गर्दाखेरि भ्रम होइन, श्रमले मात्रै, कामले मात्रै मान्छेलाई जुटाउन सकिन्छ भन्ने हाम्रो बुझाइ छ। बुझाइ मात्रै होइन, इनफ्याक्ट हाम्रो व्यवहार त्यो खालको छ। र उहाँले जुन अहिले वीरगञ्जको जुन कृषि औजार कारखाना जुन चाहिँ एउटा छोडिएको, त्यागिएको होइन, जुन अवस्था थियो त्यसलाई चाहिँ फेरि पुनः निर्माण गर्ने कार्यमा लाग्नु भएको छ। मेची महाकाली दौडामा हुनुहुन्छ। त्यसलाई हामी सबैजनाले सहयोग गर्नुपर्छ। म धरानवासी सबैलाई भन्न चाहन्छु होइन। एउटा किताब हामीले उहाँको खरिद गरिदिनुपर्छ, किनिदिनुपर्छ। सक्छौँ भनेर धेरै नै किनेर राखेर हामी आफैले वितरण गर्दा पनि हुन्छ, त्यो हो। र दाजुलाई धेरै शुभकामना छ हाम्रो सरलाई। उहाँको यात्रा फलदायी भइराखेकै छ र शुभ हुन्छ नै। अब सरकारले बजेट दिएन भनेर कुरा पनि अघि तपाईँले सोध्दै हुनुहुन्थ्यो र उहाँले भनिसक्नु भएको छ। यस्तै छ हाम्रो सरकार है। मैले पनि यहाँनिर के गरौँ भनेर एउटा कारखाना खोलेको मुद्दा लगाइदियो, चलाउन अप्ठ्यारो बनाइराखेको अवस्था छ। यस्तो छ हाम्रो होइन। माको फटा हो। त्यो माको फटा किन हो भने उसले चाहिँ मैले किताब बेचेर 12-13 करोड रुपियाँ चाहिँ चोखो कमाएर वीरगञ्जको कृषि औजार कारखाना चलाइरहेको छु भन्ने सुनेर उसलाई चाहिँ मनै भित्रै जलेर चाहिँ खरानी भएर चाहिँ सिद्धियो त्यो चाहिँ। महावीर पुन दाइ त इन्जिनियर हो होइन। इन्जिनियर खोइ कुन चाहिँ विषय पढ्या हो, पढ्नु चाहिँ। उहाँ राजनीति गर्ने मान्छे कहाँ हो त? उहाँलाई राजनीति भन्ने थाहै छैन, देश भन्ने थाहा छैन। उहाँले के भन्नुहुन्छ? देश पनि मर्छ मान्छे जस्तो हो भन्छ। उहाँले विज्ञान मात्रै हेर्नु भएको छ क्या। विज्ञान र समाज त फरक हो नि है। कुरा बुझ्नुभयो नि? विज्ञान र समाज कसरी फरक हो भने विज्ञानले के भन्छ भन्दाखेरि सुन्नु है राम्रो। विज्ञानले के भन्छ भन्दाखेरि हामी नाङ्गै जन्मेको नाङ्गै बस्दा पनि हुन्छ भन्छ विज्ञानले। तपाईँ र म लुगा खोलौँ त अहिले? खोलौँ त? तपाईँले लुगाले ढाकेको भित्र कस्तो अङ्ग छ, के अङ्ग छ भन्ने मलाई थाहा छ राम्रो। मेरो पनि तपाईँलाई थाहा छ। विज्ञान भनेको त्यो हो क्या। अब थाहा भएको कुरा के लुकाइराख्ने भनेर तपाईँ र मैले लुगा खोल्न मिल्छ? मिल्दैन। त्यो लुगा नखोल्ने भने चाहिँ त्यो सामाजिक मूल्य मान्यता हो। देश भनेको सामाजिक मूल्य मान्यता हो। उहाँलाई त्यो थाहा छैन क्या। उहाँलाई एउटा आविष्कार केन्द्र खोल्नु पाए भइगयो, अनि त्यसको लागि 1% बजेट छुटाउनु पाए उहाँ त स्वर्ग भइहाल्यो। भोलि त्यो आविष्कार केन्द्रको माथि होइन जुनसुकै देशको झन्डा फहराओस् न, के मतलब आविष्कार केन्द्र खोल्ने? भनेको तर देश भनेको समाज हो क्या। अघि मैले भनिनँ, प्रकृतिले तपाईँलाई नाङ्गै जन्मायो, मलाई पनि नाङ्गै जन्मायो। नाङ्गै हिँड्दा हुन्छ भन्ने तर्क विज्ञान हो है। कुरा बुझ्नुभयो नि? त्यो सत्य त हो नि त होइन। तर समाज भनेको मान्यता हो, मूल्य हो, संस्कृति हो, रीतिरिवाज हो, संस्कार हो। त्यो संस्कार सहितको तपाईँको चाहिँ नि होइन देश हुन्छ क्या। समाज भनेको चाहिँ
देश हो, देश भनेको समाज हो। राजनीतिक चेत छैन उहाँ छैन उहाँसँग। राष्ट्रियताको मुद्दामा उहाँ यसमा त म 1 वर्ष बहस गर्न तयार छु उहाँसँग। उहाँ टेक्नोक्र्याट हो, पोलिटिसियन होइन, पोलिटिसियन होइन। त्यही भएर उहाँले आफैले पनि भन्नुभएको छ त म राजनीतिज्ञ होइन भनेर। त्यो त उहाँले आफैले स्वीकारेको हो। तर फेरि राष्ट्रियताको मुद्दामा एउटा सांसदले बोल्नुपर्ने कुरा, राख्नुपर्ने अब कुरा। उहाँले के भन्नुहुन्छ, देश पनि मर्न सक्छ, यो देश पनि मर्न सक्छ भन्नुहुन्छ। त्यहाँबाट मेरो ठुलो विमति छ उहाँसँग। त्यो उहाँको तर्क जुन छ नि त्यही गलत छ। यो देश त पृथ्वी रहन्जेलसम्म रहनुपर्छ भन्ने मान्छे हो नि म त। यो देशलाई सम्झेर कतिचोटि रोएको छु। हाँसे यो देशसँगै हाँसौँला, रोए यो देशसँगै रहँला, होइन। देश बिर्सी एकै पल्ल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्मोस् भन्ने मान्छे हो नि म त। अनि म चाहिँ त्यस्तो भन्ने मान्छे, अब उहाँ यो देश रहँदा पनि भयो नरहँदा पनि भयो, भोलि नै मर्न सक्छ भन्ने मान्छे कहाँ मिल्छ? मिल्दैन भने। मेरो स्वभाव हो यो, स्वरूप मात्रै परिवर्तन भएको। म अझै पनि आन्दोलनमै छु। जबसम्म यो देशमा ठिक होइन थितिको शासन हुँदैन तबसम्म म आन्दोलनमै छु। हर्के पास्टर भन्ने आउँछ नि फेरि है। न म हर्के हुँ न म पास्टर हुँ, म हुँ हर्क साम्पाङ अ रेभोल्युसन। फेरि भन्नु है त, म न हर्के हो न पास्टर हो, म हो हर्क साम्पाङ अ रेभोल्युसन। भनेको हर्क साम्पाङ एउटा क्रान्ति। अब धरान उपमहानगरपालिकाको नगर प्रमुखले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो गोजीमा राख्यो कि कता गयो है, व्यवस्था नमान्ने हो कि के हो भनेर पनि अहिले बजारमा ठुलो हल्ला छ। हाम्रो धरानको जन्मदिनमा होइन, धरान डेमा यो पुस 20 गते आउनु पर्यो भनेर एउटा पत्र लगाएको, आउँदिन भन्नुभयो। जुन दिन केन्द्र केन्द्रले धरान पनि हाम्रै देशभित्र छ है भन्ने किसिमको व्यवहार गर्छ, त्यो दिन मात्रै म तपाईँको फोटो राख्छु है भनेर लेखेरै, होइन म त सबै कुरा लेखेर गर्छु नि त, फेरि पारदर्शी मान्छे हो, लेखेरै मैले होइन। अनि फेरि यो नम्बरको फोटो राख्ने भने अर्को गीत आयो है, अर्को गीत आयो। राष्ट्रिय विभूतिको फोटो राखिन्छ नि त, के भयो त त्यसको? पहिचान भनेको चाहिँ वास्तवमा के हो त भन्दाखेरि, पहिचान सबैको पहिचान हुन्छ। यो यसलाई मोबाइल भन्छ, यसलाई ब्याज भन्छ, यसलाई मोबाइल भन्न मिल्यो? मिल्यो? मिलेन होइन। यो माइक हो, यो ब्याट्री हो होइन, यसलाई माइक भन्न मिल्यो त? भने जस्तो विभिन्न जात जातिका पहिचान हुन्छन्, सांस्कृतिक पहिचान, त्यसलाई राज्यले होइन बुझ्नु सक्नु पर्दछ। किनभने संस्कृति भनेकै सबैभन्दा ठुलो तपाईँको सम्पत्ति हो यो देशको, जसलाई बनाउनका लागि हाम्रो पुर्खाले लाखौं वर्ष हजारौं वर्ष होइन दुःख गर्नुभएको थियो। त्यो सिली नाची नाची हेर्नु त भाषा बनाएको होइन, भाषा बन्नुभन्दा पहिला सिली थियो। मेरो बुझाइमा कति गाह्रो होला त यो कुलुङ भाषा बनाउनलाई होइन। आगोलाई मी भन्छौँ हामी होइन, तपाईँहरूले मी नै भन्नुहुन्छ होला। अब मी भनेको चाहिँ आगो है भने अब कसरी, अब त्यो ठक्क पर्छु त है, कसरी बनाएको होला है? अरूले लेखेको पाठ पढेर जहाँ दिँदा त फेल भइन्छ अहिले होइन र? अरूले लेखेको किताब होइन त्यो, अनि त्यो किताबको पाठ पढेर त्यो पनि 1 वर्षसम्म पढ्नुपर्ने होइन, 1 वर्ष ट्युसन पनि जानुपर्ने, कोचिङ पनि जानुपर्ने, भरे जहाँ दिँदा फेल भइरहेको भनेपछि हाम्रो पुर्खाले कति तपाईँको चाहिँ दिमाग खियाएर है, कति धेरै दिमाग खियाएर, कति धेरै मेहनत गरेर, कति धेरै तपाईँको चाहिँ के अरे समय बिताएर बनाइदिनु भयो होला त यी भाषाहरू, यी संस्कार संस्कृतिहरू। जति नै पढेको म आफूलाई सम्झे पनि, जति नै विद्वान म आफूलाई सम्झे पनि होइन, मैले माटो छुनुपर्छ भन्ने हर कोहीलाई लागेको हुनुपर्छ। हामी माटो छुँदैनौँ भने हामीले चाहिँ संस्कृतिलाई बिर्सन्छौँ, प्रकृतिलाई बिर्सन्छौँ। किराँतीको मात्रै कुरा गर्यो, यो त छैन अब गैर किराँतीको कुरा नगर्ने भन्ने होइन है। म पशुपतिनाथलाई पनि उत्तिकै तपाईँको चाहिँ श्रद्धाले हेर्छु, साथै सुम्निमा र पारुहाङको त्यो प्रतिमालाई पनि उत्तिकै श्रद्धाले हेर्छु। म गौतम बुद्धको मूर्तिलाई पनि उत्तिकै सम्मान श्रद्धाका साथ हेर्छु। यी सम्पूर्ण कुरा हाम्रा के हो त भन्दाखेरि हाम्रा संस्कृति हुन्। सुम्निमा र पारुहाङ जसलाई म चाहिँ है, मेरो बुझाइ चाहिँ आमा र बाबा भनेर मैले सम्बोधन गर्छु। के हो सुम्निमा भनेको, के हो पारुहाङ भनेको यत्तिकै सोध्नुहुन्छ फेसबुकमा होइन।
कसले जन्म दियो त तिमीलाई भन्छु आमा बाबाले हो त्यो सुम्निमा र पारुङ सुम्निमा र पारुहाङ आमा र बाबाको ठुलो प्रतिमा बनाउने मलाई मन लागेको छ है किनभने धराने जनताले मलाई बाटो बनाए यसो पानीको नाला तानिन् गिटीकुट मात्रै भनेर पठाएको होइन त्यसले गर्दाखेरि हामी त्यसका लागि पनि काम गरिरहेका छौँ र यहाँहरू पनि त्यो अभियानमा जोडिएर आउनुहोला संस्थागत रूपमै जोडिएर आउनुहोला भन्ने मेरो अनुरोध छ चिन्डे डाँडामाथि विशाल प्रतिमा बनाउने चाहिँ परिकल्पना योजना छ थोरैमा पनि इटरीबाट देखोस् सिंहदरबारबाट देखोस् भने त सिंह छैन त्यहाँ देख्दैन होला अब मेरो बुझाइमा मान्छे भनेको को हो त भन्दाखेरि मान्छे भनेको सुरुमा प्राकृतिक हिसाबले चाहिँ ऊ जनावर हो हामी जनावरै हो है तर हामीलाई मान्छे केले बनायो हाम्रो संस्कृतिले मान्छे बनायो तर 3 महिनामा संस्कृति बन्छ 3 महिनामा हाम्रो भाषा बन्छ बन्दैन दुबई गएर आउँछौँ अनि दुबईमा त चिल्लो बाटो छ यहाँ हेर्छौँ गाँठे यहाँ त अब टेम्पोमा लड्ला जस्तो स्कुटीमा लड्ला जस्तो दुबई जस्तो पो हुनुपर्छ त हाम्रो त के हो यो यस्तो गुनासो जुन आवाजको विकास हुनुभन्दा पहिला हाम्रा एकदम आदिम पिता पुर्खाले चाहिँ होइन प्रयोग गर्नुभएको हातको इसाराको एउटा चाहिँ संवाद अन्तर्क्रिया थियो त्यो